सबैलाई नमस्ते। हाम्रो यो क्याम्पिङको अर्को एक एपिसोडमा अहिले आएर धेरै स्वागत छ। अनि आज जस्ट दसैँको अघिल्लो दिन हो। यहाँ क्यामेराम्यान भाइ विशाल छ। भाइको पनि दसैँ मानै छैन अहिले, मेरो पनि दसैँ मानै छैन। अनि अब के गर्नु त भनेर सोच्दै गर्दा चाहिँ दाजुभाइ भएर अब क्याम्पिङ जाउँ हाम्रो प्लान गर्नु। मौसम त्यति राम्रो त छैन। अनि आज हामी चाहिँ ललितपुरको लाकुरी भन्ज्याङ भन्ने ठाउँमा क्याम्पिङमा जाँदैछौँ। यो चाहिँ त्यो डेस्टिनेसन चाहिँ ग्वारकोदेखि 13-14 किलोमिटर जति टाढा पर्छ। अनि यसको राम्रो विशेषता भने अनि यो ठाउँबाट काठमाडौँ भक्तपुर ललितपुरको एकदमै एकैपटकको हामी चाहिँ गएको छैनौँ, हामी पहिलोपटक जाँदैछौँ त्यहाँ। अनि हामीले बुझेअनुसारसम्म चाहिँ त्यो एरियामा त्यसको नजिकै चाहिँ तामाङ बस्ती र नेवार बस्ती चाहिँ छ। अनि नेवारी कल्चरहरू तामाङ कल्चरहरू त्यहाँ देख्नुहुन्छ। यो सर्ट हाइकको लागि पनि एकदमै प्रसिद्ध ठाउँ हो। अनि बाँकी चाहिँ तिम्रो फर्स्ट टाइम होइन त क्याम्पिङ? हो नि भाइ, होइन त्यही पनि नाइट क्याम्पिङ। होइन क्याम्पिङ भनेको नाइट हो। फेरि क्याम्पिङ भनेको चाहिँ कस्तो भनेपछि भाइ घर ओभरनाइटै बस्नुपर्छ र सेल्टरमा बस्ने त्यसलाई चाहिँ क्याम्पिङ भन्छ। त्यस्तो अनि आगो बालेर बस्ने। अब यो कस्तो छ भने नि भाइ, म अहिले यसो कल्पना गर्छु कि हामी जुन कुरा हामीलाई एकदम सपना जस्तो लाग्छ, ड्रिम जस्तो लाग्छ होइन, हामी एक्चुअली यसरी सेल्टरमा बस्नु पाए, क्याम्पिङ गर्न पाए हामी कति रमाइलो हुन्थ्यो जस्तो लाग्छ हामीलाई होइन। अनि हाम्रो बुढापाकाहरूको चाहिँ जिन्दगी यस्तै गरी चलेको थियो कि। अनि उहाँहरूको त एक खालको बाध्यता पनि होला। जस्तो हाम्रो दैलेखबाट चाहिँ नुन लिनलाई राजापुर जानु पर्थ्यो। अनि त्यहाँ जानलाई 3 दिन 4 दिन 5 दिन जस्तो चाहिँ सायद 4 दिन जति त जानै मात्र लाग्थ्यो, 4 दिन आउन लाग्थ्यो। अनि बाटोमा सबै खानेकुराहरू लिएर गएर अनि बाटोमा ग्रुपहरू हुनुहुन्थ्यो, उहाँहरू जङ्गलमा ट्याक्क बस्ने, त्यहीँ खाने रमाउने, आज यहाँ पुग्ने यहाँ यसरी खाने भन्ने हुन्थ्यो। आज यसले ल्याएको चाहिँ नि अनि रासन खाने, भोलि उसले ल्याएको खाने, आज चाहिँ चामल खाने, भोलि चाहिँ रोटी खाने। अनि त्यस्तो गर्दै गर्दै उहाँहरू जानुहुन्थ्यो आउनुहुन्थ्यो। त्यो 5 दिन 6 दिन 10 दिनसम्म उहाँहरू नुन बोकेर हिँड्नुहुन्थ्यो। अनि त्यसो गर्दा पनि उहाँहरू ह्याप्पी नै हुनुहुन्थ्यो क्या, जस्तो मोनोटोनस हुँदैन थियो क्या। हो यही कुरा हो यो क्याम्पिङ भनेको चाहिँ। हामी बिहान अफिस जान्छौँ, साँझ अफिसबाट फर्किन्छौँ, साँझ बिहान जान्छौँ, साँझ फर्किन्छौँ होइन। त्यो डेली लाइफ डेली यही कुरा भइरहेछ नि त होइन। अनि यो अलिकति फरक कुरा चाहिँ हामी गएर चट्ट जङ्गलमा जान्छौँ, सर्भाइभल जस्तो पनि भयो क्या। जस्तो म त भन्छु कि म त अब मभन्दा पछाडिको अब सानो छ बच्चाहरू छ, यिनीहरूलाई पनि लिएर म अब कहिले कसो जाने भन्ने विचारमा छु क्या। अब उनीहरूलाई पनि यो कुरा म देखाउँछु क्या, यसरी आफैले दुःख गर्नुपर्छ, त्यहाँ गएर आफैले दाउरा खोज्नुपर्छ, आफैले पकाउनुपर्छ, अनि आफूले लिएका भाँडा आफैले माझ्नुपर्छ होइन, सबै कुरा आफैले गर्नुपर्छ, आफ्नो लागि आफैले गर्नुपर्छ भन्ने खालको एउटा सिक्ने पनि हो होइन। अहिले चाहिँ हामी सानो गाउँ भाटभटेनी कट्यौँ। सानो गाउँ भाटभटेनी जेन्जीको आन्दोलनमा यहाँको मान्छेहरूले बचाएको भाटभटेनी हो यो। फेरि स्थानीयहरूले चाहिँ है साथीहरू, अरू जेसुकै भए पनि भाटभटेनी ठिकै नभयो है। लडेर घुमनाम गरेर छन्, हामीले त अझ अलिक सहयोग पनि गरिदिए जस्तो भयो। त्यस्तो पनि सोच्नु पर्ने सोच्नु पर्यो। हामी चाहिँ खाने खालको बुनेर बसिलाएर हुने भए अब जस्तो बनाउँदा पनि हुन्थ्यो। हजुर, फर्मको बारेमा र नेपालमा कृषिको सम्भावनाको बारेमा दाइले भन्दै हुनुहुन्छ। अब कृषि प्रधान देश हो होइन, कृषिको सम्भावना नहुने भन्ने कुरा छैन। सबैभन्दा सिक्योर लगानी भनेको म त कृषि मान्छु। सबैभन्दा राम्रो मलाई पेसा पनि कृषि नै लाग्छ। अनि राम्रो छ, काठमाडौँमा खाने मान्छे धेरै छन्, उब्जाउने मान्छे छैनन्। त्यो भएको कारणले यसको त भविष्य साह्रै राम्रो छ। हामीले पनि गर्नु सक्दा साह्रै राम्रो हुन्थ्यो। हजुर,
हो यता माथि कतै पसल छ होइन हस् हुन्छ बुवा हस् हस् साथीहरू अघि मैले पनि तपाईँलाई भनिरहेको थिएँ नि म यहाँ विशाल भाइले फोटो खिचिरहेछ भिडियो बनाइरहेछ भनेर भन्थ्यो नि विशाल भाइ मेरो उयो हो विशाल भाइको मेरो घर एकतिर पनि हो आज विशाल भाइ र म आयौँ लाकुडी भन्ज्याङको यो स्पटमा अनि ठाउँ साह्रै सुन्दर रहेछ अरूहरूले बनाएको भिडियो चाहिँ मैले हेरेको थिएँ हामीले चाहिँ निकै यो पानी पर्ने जस्तो खालको मौसम छ त्यो भएको कारणले यो टिनको टहरा मुनि चाहिँ टेन्ट लगायौँ त्यति भयो भने यहाँ निकै चिसो छ यहाँ अहिले हामी काम गरेर भएर यहाँ अलिअलि पसिना आइरहेको छ त्यो भएर एउटा टी सर्टमा थेकिरहेछौँ नत्र भने हामी थेक्न सक्दैनौँ यहाँभन्दा तल देखिने यो चाहिँ सबै काठमाडौँ हो अनि लोकेसन एकदमै भेरी नाइस छ
राजा चाहिँ फिस अनि यसो खाउँ त खै आगोमा पकाइएको छ कि यो राले भागिरहेको छ यो हाम्रो अचार मात्र हो गाइस क्वालिटीको पाकेको छ राजा साथीहरू हामीले खानासाना खाइसक्यौँ खाना खाएर अब सबै सामानहरू पनि हामीले यहाँ मिलाइसक्यौँ अनि यसमा अलिकति आगो बालेको सायद अलिअलि बल्या होला अनि त्यसमा पनि अलिअलि छ आगो छ अनि अब हामीले मिलाउनु पर्ने सबै कुरा मिलाइसक्यौँ अब हामी चाहिँ सुत्न गुड नाइट टेक केयर अलि बिहान 8 बजिसकेको छ हामी हिजो राति 12 बजेतिर जस्तो सुतेको हो अहिले 8 बजेतिर हामी उठ्यौँ यहाँ भाइ पनि छ यसो ल्यापटप चलाउँदैछ अनि उस गर्दैछ आज रातैभरि पानी पर्यो पानी परेपछि अलिअलि पानी हामी सुतेको टेन्ट मुनि पनि आएछ अनि राति 3 बजेतिर हामी उठेर अनि यो टेन्टले अलिकति थोरै पानी तर्काउने व्यवस्था चाहिँ गऱ्यौँ पानी चाहिँ अनि यसरी तर्कायो यताबाट अलिक बाछिटा आइरहेको थियो अनि त्यसपछि त्यो प्लास्टिक उता लगाएर मजाले उताबाट आएको पानी चाहिँ फेरि उतैतिर जाने गरी त्यसरी चाहिँ व्यवस्था मिलाइयो हाम्रो चाहिँ यस्तो बन्यो हामी बसेको लोकेसन चाहिँ यस्तो थियो यही हो है लोकेसन हिजो हामीले क्याम्पिङ गरेको लोकेसन चाहिँ यही हो हो हामीले टेन्ट लगाएको ठाउँ चाहिँ यही हो अनि रातैभरि पानी पर्यो मजै आयो नयाँ एक्सपिरियन्स पनि भयो बिहानको खाना खाइयो बिहानको खाना मतलब अब हिजो साँझको बचेको थियो त्यही खाइयो कि खानासाना खाइसकेपछि अब हाम्रो यहाँ भाइ अब लागिरहेछ अनि तपाईँहरू कहाँ पनि भाँडा माझ्ने मान्छे चाहियो भने भन्नु होला है मसँग मान्छे छ एउटा राम्रो भाँडा माझ्नु जानेको मान्छे छ एभाइलेबल छ अब हामी चाहिँ क्याम्पिङ सबै सकाएर टेन्टहरू उठाइसक्यौँ अनि उठाइसकेर यहाँ हामीले जति हिजो बस्दाखेरि भएको फोहोरहरू जे जस्तो थियो हामीले सबै कुरा चाहिँ यहाँ ल्याएर यहाँ जलाइ चाहिँ कुन गाउँ हो यो त्रिवेणी गाउँ भन्छ है हजुरको गाउँलाई हजुर ए विशङ्खु नारायण
नगरपालिका ठिक नगरपालिका अच्छा त्यो चाहिँ बेसी ठिक अनि यो ठाउँ के आमा यो ठाउँ चाहिँ पिकनिक सिकनिक गर्ने नि ठाउँ अब त्यस्तै बनाएको रहेछ बनाउने पोहोरदेखि बनाएको त हो नि अब 2 वर्ष लाग्यो ठिक अनि मान्छेहरू अरू पनि यहाँ पिकनिक सिकनिक खानलाई आउँछ होइन अब त्यो पनि बालतेर तिर्छन् ए बालतेर छन् ठिक छ हामीले पनि यहाँको सरकारले त्यसै बन्नु न सक्दैन होला हजुर बनाएको रहेछ अब एकछिन पर्नेहरू उताबाट घुम्छ यताबाट आउँछ मान्छे यहाँ राति पनि आएर बस्छन् होइन बस्छ हजुर अनि यो पानीको ट्याङ्की पनि राखेको रहेछ पानी ट्याङ्की पानी अब चाहियो नि तपाईँहरूले पानी चाहिएन पानी खानेलाई पानी चाहियो टाइलर पनि बनाएको छ त्यहाँ टाइलर पनि बनाएर छ अब पछि के हुन्छ भन्ने थाहा छैन ठिक हजुर आमा चाहिँ यहाँ बाख्रा चराउन आउनुभएको होइन बाख्रा चरा कहिलेकाहीँ हजुर सधैँभरि चराउँ भने अब यहाँ चौरमा घाँस हुँदैन हजुर ए हजुर हस् आमा धन्यवाद यति बोलिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद हामी चाहिँ अब लाग्यो आजको क्याम्पिङ सकियो यो चाहिँ एकदमै बेग्लै अनुभूतिवाला क्याम्पिङ यहाँ आएर जति बेलादेखि हामीले सामान राखेका थियौँ त्यति बेलादेखि पानी परेको अहिले अब अलिकति निस्किँदाखेरि हल्का फाटेको छ बस त्यति हो हिजो हामी यहाँ 5 बजी आइपुगेको होइन अब कतिसम्म पानी पऱ्यो भने चाहिँ बिहान भन्दा पनि दिउँसै 1 बजीसम्म भोलिपल्ट दिउँसै 1 बजीसम्म पानी पऱ्यो क्या अनि चाहिँ कति रमाइलो भयो होला सोच्नु त अनि घरबाट 12-1 बजी निस्केका थियौँ यहाँबाट 2 बजी जाँदैछौँ भनेपछि हाम्रो 26 घन्टाको घुमाइ भयो होइन साँझ पुग्यौँ होइन यस्तो छ घरबाट निस्किसकेपछि हिँडेपछि त्यो भइहाल्यो त्यस्तो घरबाट पुगेको त्यो भइहाल्यो भनेपछि हाम्रो 36 घन्टा पुग्यो 36 घन्टा जस्तो भयो हाम्रो तेल राइस हाम्रो यहाँ पछाडि आमा हुनुहुन्छ आमा हामी गयौँ ल हस् हुन्छ अब राम्रोसँग बाख्रा चराउनुहोस् अब यो जङ्गलमा बाघ आउँछ कि आउँदैन ए भनेपछि त बाघ आउने वनमा बसिया छ अनि यो जङ्गलको नाम के भन्नुभएको थियो आमा यो ठाउँको नाम त्रिवेणी हो त्रिवेणी गाउँ हो ल हुन्छ आमा बस्नु होला है हस् अनि भाइ विशाल अब अलिकति थोरै रिभ्यू गर राजा तिमीलाई यो क्याम्पिङ चाहिँ कस्तो लाग्यो तिमी त पहिलोचोटि पनि आएको मान्छे होइन तिमीलाई अलिकति बढी मेहनत पनि गर्नु पर्यो तिमी भाइ भएको कारणले दाइ मान्छे सबै काम गर्नु पनि भएन नि त मेहनत पनि लागेकै छैन दाइ होइन पहिलो कुरा त्यो महसुसै भएन होइन नेक्स्ट अनि जे गऱ्यौँ एकदमै राम्रो गऱ्यौँ रमाइलो गऱ्यौँ अनि एकदमै रियल लाइफ जियौँ यो त हामी रियल लाइफ जिएरै आएको मान्छे हो त्यो मान्छे नै हो होइन कुनै महलको मान्छे त होइनौँ यही भिरपाखामै जन्मेर भिरपाखामै घाँस दाउरा गर्दै हाम्रो बाबुआमाले हामीलाई जन्म दिनुभएको कर्म दिनु यस्तै ठाउँ मनपर्छ हामीलाई जे रमाइलो लाग्यो अनि हामी यो ठाउँमा जिउनलाई के भएर हो कि त्यसरी हुर्केर हो कि गाह्रो लागेन नर्मल लाग्यो एकदमै नर्मल है हजुर ल अलिकति अप्ठ्यारो छ अब हामी जान्छौँ धन्यवाद